खाडीमा बुढो यता टल्किने गाडीमा कसरी हो घरबार जमाउने के आयो जमाना बुढी बाहिर कमाउने बुढो यता मस्त रमाउने। यो गीत आउँदैछ यस्तो प्रतिष्ठा गर्नु खै त है तपाईँको ताली एकचोटि हात। थ्याङ्क यू वेट फर मी ओन्ली 1 आवर। कि टक्कै लाग्यो नजर जाउँ जाउँ तानसेन बजार भने यस्तै हो कि टक्कै लाग्यो नजर जाउँ जाउँ तानसेन बजार भने यस्तै हो कि टक्कै लाग्यो नजर जाउँ जाउँ तानसेन बजार भने यस्तै हो कि टक्कै लाग्यो नजर जाउँ जाउँ तानसेन भने यस्तै हो कि टक्कै लाग्यो नजर जाउँ जाउँ तानसेन बजार बजार हरे सुपारीले होइन धुपबत्तीले बाल्दिउँला जान्छौ भने पाल्दिउँला सुपारीले होइन धुपबत्ती नै बाल्दिउँला भने पाल्दिउँला सुपारी नै होइन धुपबत्ती नै बाल्दिउँला जान्छौ भने पाल्दिउँला सुपारी नै होइन धुपबत्तीले बाल्दिउँला जान्छौ भने पाल्दिउँला हरे हरि गणेशाय नमः शिव हो राम राम भन सीता कता वनमा छिन् माया भए मनमा छिन् शिव भन सीता कता वनमा छिन् कता मनमा छिन् राम राम भन सीता कता वनमा छिन् माया कहाँ मनमा छिन् राम राम भन सीता कता वनमा छिन् वनमा छिन् राम राम भन सीता कता वनमा छिन् वनमा छिन् हरे शिव भनु भने शिव छैनन् आँखैमा खोज्नु पर्छ पाखैमा शिव शिव भनौ शिव छैनन् आँखैमा खोज्नु पर्छ आँखैमा शिव शिव भनौ शिव छैन आँखैमा खोज्नु पर्छ आँखैमा शिव शिव भनौ शिव छैनन् आँखैमा खोज्नु पर्छ पाखैमा शिव शिव भनौ शिव छैनन् आँखैमा खोज्नु पर्छ आँखैमा हरे। धन्यवाद। मैले यो किन गाएँ भने आमाहरू बाबाहरूप्रति समर्पितको लागि। वास्तवमा तपाईँहरू हुनुहुन्थेन भने हामी कहाँबाट हुन्थ्यौँ र कसैले मन्दिरमा गएर दान दक्षिणा चढाउनुहुन्छ कसैले मस्जिदमा गएर चाहिँ अल्लाहकै प्रभु येशू बोलाउनुहुन्छ कसैले चाहिँ विभिन्न देवी देवता छन्। मैले एउटा गीत बनाएको छु सायद यो गीतले कसैको मन छोयो भने र कसैको जिन्दगीमा आँच आयो भने मलाई माफ गर्नुहोला सुन्नु मात्रै होला। पहिला म मन्दिरमा जाँदा मूल ढोका खोल्देऊ म स्वयम्भूमा जाँदा शान्ति बोलाइदेऊ म चर्चमा जाँदा यसो बोलाइ